सो हेलो नमस्ते ब्युटिफुल पिपल व्हाट्सअप। सो सबजना सन्चै राम्रै हुनुहुन्छ होला, म पनि सन्चै राम्रै छु। अनि हामी चाहिँ टक्कर आज चाहिँ सुभाष सरको घर जानेवाला छौँ। सो अहिले चाहिँ होइन कति बज्यो, 6:45 बज्यो भनौँ न। सो लेट्सी आज कति बजे पुग्छौँ अनि रमाइलो हान्नुपर्छ। अब लेट्सी को हुन्छ भने होइन, अब मेरो गेस्टमा चाहिँ म, सुभाष सर, साफी सर, किफानी सर, त्यति होला। ओके लेट्स सी द गाइस, सी यू इन देयर। बीच बाटोमा मैले इनकेस देखाउन पाएँ भने चाहिँ देखाउनेवाला छु है। मेस्ती हानेर लाइभ सुरु हान्नुपर्छ त साथीहरू। यति धुलो धुवा छ कि मास्क लाउने यार। अब त यसरी त मरिन्छ यार। ल वेट है गाइस। ल यहाँ चाहिँ अँध्यारो छ। म चाहिँ यो स्कुलमा पुगेँ। के स्कुल खै, निम्बल स्कुल। So we are here at Nimble School. यो स्कुल चाहिँ यही हो। सुभाष त्यही हो। सो गाइस हामी चाहिँ सुभाष सरको रुममा छौँ नि माथि सुभाष सरको ह्यामस्टर हेर्न गएको यार। 12 बजिसक्यो है। जस मजा आइरहेछ। भर्खर स्ट्रिम सक्यो। सर चाहिँ यता हुनुहुन्छ पुरा फर्ममा आज हाम्रो साफा सर चाहिँ होइन, मोबाइल चलाउँदै हुनुहुन्छ। मेस्ती ठिक छ। प्राइभेट टाइम बनाउनुपर्छ। रमाइलो भइरहेछ। गिनिज ए हनुमा सर मेस्टी। सो अहिले चाहिँ 2 बजिसकेको छैन। म अझै पनि यहाँ छु। अनि हाम्रो साफल सर सुतिराख्नु भएको छ। ढिला भइसक्यो। सो हामी चाहिँ खतरै सुतिरहेछौँ। म चाहिँ यतै छु होइन। साफल सर चाहिँ सुतिरहेछ भन्न खोजेँ होइन। हाम्रो सुभाष सर चाहिँ एकछिनमा आउनुहुन्छ। म देखाउँछु त्यो सुभाष सर कसरी इन्ट्री हाल्नुहुन्छ अरे है त। सुभाष सरले यहाँ झोलामा सामान लिएर आउनु भएको छ है। अब के सामान होला अब गेस गर्नु छ। ट्रापारमा दामी सामान छ है। दामी जुन चाहिँ मेरो सानो त्यो ब्रेक भयो त्यसपछि मलाई बाल यो माया मोह भनेर के हो त? माया मोह भनेर के हो? के भन्छ नि एउटा सर, के भन्छ खाली बटक कोटाइरहेको माया खै के भन्छ? माया मोह भने एउटा के भन्छ नि सर त्यसलाई? त्यस्तै मलाई थाहा भएन। यो माया मोहलाई चाहिँ मलाई नराम्रो भनेन भन्नु। ल अहिले चाहिँ हामी 5 बजेको छैन बिहानको, सुतेको छैन। अब सुभाष सरले हामीलाई गीत एउटा मिठो सुनाउनुहुन्छ, गुड मर्निङ सङ। ल सुभाष सर गाइदियो मलाई एउटा जाओस्। सो अब हामी चाहिँ फाइनली निस्किसकेका छौँ। बाई बाई सुभाष सर। ल बाई बाई सुभाष सर, थ्याङ्क यू सो मच यार। हेभ अ गुड डे। सो हामी चाहिँ लाग्छौँ अब फाइनली निस्किने यार। थ्याङ्क यू सो मच यार। इट वाज अ रियली ग्रेट टाइम। अब यहाँबाट घर जान्छौँ अनि आएन अब सुत्न जाने यार। अब घर जाने अनि घर जाने न, अब कलेज जाने अनि घर जाने अनि एकछिन सुत्ने अनि ओके सी यू सुन, बाइ बाइ। निस्किसक्यो हामी फेरि यहाँ चिया खान आएको। सुभाष सरले क्रस फायर पड्काएर ल्याउनु भयो यहाँसम्म। पेन्जर पड्काइराख्नु भएको छ अरे साफा सरले। सुभाष सरसँग चाहिँ चिया खान आएको अब एकछिन।
मलाई किडन्याप हान्ने रे है सरहरू आजदेखि स्ट्रिम हुँदैन है लगाए सो म चाहिँ मेरो कलेजमा पुगिसकेँ होइन अब कलेजमा गएर सरहरू भेट्ने अनि सबसँग कुरा गर्नु छ अनि त्यसपछि साथीहरू भेट्ने अनि जाने लगाए सो आज चाहिँ हामी अब फेरि पनि मेरो घरै पुगिसकेका छौँ होइन सुभाष सरकोबाट आइयो कलेजमा कामसाम सकायो होइन जे सबै सक्यो कलेजको काम चाहिँ अब त्यस्तै हो एकछिन टाइम लाग्यो अनि फेरि त्यहाँ पनि चिया खाएर अनि आयो अब जेस के हो भन्दाखेरि टक्कलर अब रातभर सुत्या छैन रातभरि गफ गरेर बस्यो सुभाष सरसँग अब चाहिँ हामी चाहिँ सुत्ने व्यवस्थातिर मिलाउनु पर्ला होइन अब सुत्ने उठ्ने अनि खानासाना खाएर फेरि स्ट्रिम गर्ने सो यति नै गरौँला जेस के भयो खासै देखाउन पाइएन जति भयो जस एकदम रमाइलो भयो एकदम इट वाज रियली ब्लेस्ड होइन भेटेर सो थ्याङ्क यू सो मच फर वाचिङ मेक श्योर टु लाइक शेयर एन्ड सब्सक्राइब इफ यु आर न्यू हियर सी यु इन माई नेक्स्ट vlog till then take care bye bye it's in Nepal peace